यसले गाई पनि के हुन्छ हेलो गाइज वेलकम छ मेरो न्यू भ्लगमा चाहिँ देख्न सक्नुहुन्छ जङ्गलमा छु किनकि अहिले चाहिँ म पटारी घर जाँदैछु अन्य उन्टीको गान जानुभएको छ हामीलाई आज के गरौँ भइरहेको थियो भिडियो भ्लग बनाइदिउँ मेरो दिन चाहिँ आज कसरी बित्यो भनेर हजुरहरूलाई पनि मन लाग्यो र मैले भ्लग बनाएको छु हजुरहरूले मन पराउनुहुन्छ भन्ने आशा राख्दै हेर्नुहोस् यो भ्लग अहिलेसम्म यति गरेर थिएँ 1 बजी भयो गएँ के भन्दा पैसा तिरै आइए नखाने पैसा बिसीले पुग्छ अन्दालाई म खुवाउने भएँ 20 रुपियाँको अनि अन्दाले मात्रै पेट भरिन त क्या म यो ल र सिक्ला क्या के ल्याउने भन्नु 50 रुपियाँ अनि चाउमिनको 50 रुपियाँ ल्या नि त कति त 50 रुपियाँ दिने के ल्यायो त त्यो घर भन्ने त अब 13 दिन गयो अब ल्याउने ल्याउने घर छ 300 रुपियाँ डाटा केवल किन्ने छ अनि 20 रुपियाँ छ तेरो त मेरो 20 रुपियाँ पनि जान्छ त्यहाँबाट चाउ प्याज ल्याइसक्यो होइन अब यिनलाई पखाल्ने मैले चाहिँ यता अन्डा पकाउँदैछु तबसम्ममा यिनी
पनि पुग्छ आफै बगाउँछु म के न त्यसरी होला र भुइँमा टक्टिका न अहिले अर्कै टक्टिका छ त्यस्तो होला र यस्तो गराउने भुइँमा यसो थुर्न हो त्यसै गराउनु टक्टिका जान्छन् क्यार गहुँ चुट्न सकेको छैन गाई टेको बोरीले हाम्रा गाउँतिरको गहुँ छुट्टाइ कसरी त्यो नलिँदाखेरि फाल्न ठारियो यार अब घर जानु पर्यो म आँखामा झार्न पर्यो जान्थिन आँखामा झार पऱ्यो रोएन हेर्न फाल्न लागेर यसले गाई भन्छ के भन्छ म त गाई भन्न म पहिले सुनिहाल्छ खै माइप दिदी खाना नि त्यति गाउँ गयो भने के एउटा ढिलो भएको हेर्न चल कस्तो आउला आउँछ अन्त्यहरू चाहिँ गाउँको त्यो सुतिसकेर पनि बसिएर पनि गइहाल्नु रहेछ म चाहिँ मोटर चलाउँदै थिएँ अनि उहाँ चाहिँ गइहाल्नु म पनि जाँदैछु अगाडि अहिले आधा मर अघिनाहरू गएको वनमा फेरि आइसकेँ किनकि यो बाटो फेरि जाउने आउने मैले अघि नै पनि सकेको थिएँ आजलाई यति नै हजुरहरूलाई यो भ्लग कस्तो लाग्यो राम्रो लाग्यो भनेपछि लाइक गरिदिनु होला नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि त्यही भन्दै म फेरि यस्तै अर्को भ्लग लिएर फेरि नै आउने नै छु त्यससम्मको लागि चाहिँ बाई बाई